मैले आजसम्म कहिले सोचेको पनि थिएन जापानको टोयलेटमा शुद्ध फ्रीमा मसाज गर्न मिल्छ भनेर। मैले जोइन गरेको यो जिममा यति धेरै फेसिलिटिजहरु छन् नि, आज आएर मलाई बल्ल थाहा भयो कि यहाँको टोयलेट पनि कति धेरै एडभान्स छ भनेर। जापानको नर्मल टोयलेटहरुमा चाहिँ यस्तै 3-4 वटा बटनहरु हुने गर्छ, तर यो जिमको टोयलेटमा 5-6 वटा एक्स्ट्रा बटन नै दिएको छ, जसमा मलाई सबैभन्दा राम्रो लाग्यो यो मसाज वाला अप्सन। तर त्यसको लागि के गर्नुपर्छ भने यो मसाजको बटनलाई एकचोटी दाबेर वाश बटन दाब्यो भने यसमा अटोमेटिक मसाज सुरु हुन्छ AK47 को स्पिडमा। लिटरली मैले गफ लाको होइन, अझ यो बटन दाबेर तपाईले मसाजको स्पिड बढाउन घटाउन सक्नुहुन्छ। तर जे भने पनि जापान चाहिँ टोयलेटलाई लिएर यति धेरै एक्सपेरिमेन्ट गरेको हुन्छ नि। टोकियोको एउटा पार्कमा यस्तो टोयलेट रहेछ जसको बाहिरबाट भित्र पुरै छर्लङ्ग देखिए पनि त्यसको एउटा सिम्पल बटन दाबेर टोयलेट पुरै ढाकिदो रहेछ। अब यस्तो टोयलेट किन बनाएको भनेर कतिको मनमा प्रश्न उठ्यो होला, तर त्यसको मेन रिजन हो रे सेफ्टी। यदि टोयलेटको भित्र पनि बाहिरबाट छर्लङ्ग देखियो भने त्यसभित्र कसैले इल्लिगल काम गर्ने सोच्न पनि सक्दैन। बट यदि तपाई जापानमा हुनुहुन्छ अनि यस्तै मसाज गर्ने वाशरुम भेटाउनु भयो भने त्यसको मसाज फिचर एकचोटी डेफिनेटली ट्राई गर्नु होला।